सुसमाचारको पुस्तकमा येशूको प्रार्थनाको धेरै कथाहरू छन्। येशूले कहिलेकाहीँ धन्यवादको प्रार्थना गर्नुभयो र कहिलेकाहीँ कठिनाइहरू नजिक हुँदा प्रार्थना गर्नुभयो। प्रार्थना गर्दा उहाँले एक एक गरी प्रत्येक सङ्कटलाई जित्नुभयो। येशू यरुशलेमतर्फ जानुहुँदा उहाँ क्रुसमा मारिनुहुनेछ भनी उहाँलाई थाहा थियो र उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो। त्यसैले उहाँसँग अझ बढी प्रार्थना गर्नुको विकल्प थिएन। उहाँलाई थाहा थियो कि उहाँको चेलाहरूले उहाँलाई छोड्नेछन्, तर उहाँ त्यसबाट दुखित हुनु हुँदैन थियो र एक एक गरी परमेश्वरको इच्छा पूरा गर्नु पर्दथ्यो। क्रुसमा उहाँको पीडा र मृत्यु हुनु अघि येशू आफ्नो चेलाहरू पत्रुस, याकुब र यूहन्नासँग गेत्सेमनी नामक बगैँचामा जानुभयो। उहाँले त्यहाँ प्रार्थना गर्नुभयो। येशूले आफ्ना चेलाहरूलाई तिमीहरू प्रलोभनमा पर्न नपरोस् भनेर प्रार्थना गर भनेर भन्नुभयो र उहाँले टाढेबाट परमेश्वरलाई प्रार्थना गर्नुभयो। यो कचौरा मबाट हटाइदिनुहोस्, तर मेरो इच्छा होइन तपाईँको इच्छा पूरा होस्। यो यति कठोर र कठिन थियो कि येशूको पसिना रगतको थोपा जस्तै भुइँमा खस्यो। दुर्भाग्यवश येशूले धेरैचोटि बिउजानु भएका चेलाहरू प्रार्थना गर्दा निदाइरहेका थिए। येशूले आफ्ना चेलाहरूलाई बिउजाउनु भयो र भन्नुभयो, अब जाऊ, उनीहरू मलाई लिन आएका छन्। येशूलाई धोका दिने यहूदा येशू कहाँ आयो र उहाँलाई अभिवादन गर्यो। नमस्ते गुरुज्यू, अनि उनले येशूलाई चुम्बन गरे। येशू यहूदालाई भन्नुहुन्छ, आफ्नो काम गर। यहूदाले अभिवादन गरे र चुम्बन गरे, उहाँसँग आउनेहरूलाई सङ्केत पठाउँदै, र मानिसहरूले येशूलाई पक्रे। त्यसपछि येशूका चेलाहरूमध्ये एकले तरबार तानेर हान्यो। तिनीहरूले येशूलाई पक्रन आएको मानिसलाई चोट पुर्याए। येशूले घाइते मानिसलाई निको पार्नुभयो र भन्नुभयो, जसले तरबार चलाउँछ ऊ तरबारले नाश हुनेछ। म त्यस्तो होइन, किनभने म स्वर्गका अनगिन्ती सिपाहीहरूलाई बोलाउन सक्दिनँ। यो सबै बाइबल पूरा गर्नको लागि हो। जब उनीहरूले येशूलाई मानिसहरूले समातेको देखे, सबै चेलाहरूले येशूलाई त्यागे र भागे। जब येशूले आफ्ना चेलाहरूलाई गेत्सेमनीमा सँगै प्रार्थना गर्न भन्नुभयो, मलाई लाग्दैन कि उहाँले तिनीहरूलाई बचाउनको लागि सोध्नु भएको हो। उहाँ आफ्ना चेलाहरूले प्रार्थनाद्वारा उनीहरूको हृदय र विश्वासको रक्षा गरेको चाहनुहुन्छ। प्रार्थना गर्ने येशूलाई पक्रेर सुम्पियो। प्रार्थना नगर्ने चेलाहरू भागे। बालबालिकाहरू, प्रार्थनाले हामीलाई परीक्षाहरू पार गर्न मद्दत गर्छ। परमेश्वरले प्रार्थना गर्नेहरूलाई परमेश्वरको इच्छा पालन गर्न साहसी हृदय दिनुहुन्छ, जुन उनीहरूको आफ्नै इच्छा भन्दा ठुलो हुन्छ। यस्तो देखिन्छ कि येशू हामीसँग बोल्दै हुनुहुन्छ, जो कठिन र कठिन समयहरू मार्फत बाँचिरहेका छन्। हामी सँगै प्रार्थना गरौँ ताकि हामी प्रलोभनमा नपरौँ।